हेलो गाइस, वेलकम टु माई च्यानल। आज हामी स्केट खेल्न जाँदैछु भण्डाराको स्केट पार्कमा। फाइनली हामी स्केट पार्क पुग्यौँ। हेरौँ कस्तो हुन्छ आजको स्केट। यस्तो फराकिलो र ठुलो छ यहाँको स्केट पार्क। हजुरहरू पनि आउनु होला यहाँ खेल्न र इन्जोय गर्न। लेट्स सी। मेरो भाइले जुत्ता लाउँदैछ। मेरो भाइ र मेरो साथी आज हामी स्केटिङ खेल्न। आफै लाउन सक्दैन भनिरहेछ मेरो भाइले जुत्ता। अब भित्र पो कसरी जाने, गाह्रो पर्यो। मेरो चाहिँ यो सेकेन्ड टाइम हो। मलाई चाहिँ खेल्न आउँदैन, मेरो यो सेकेन्ड टाइम। त्यही भएर म चाहिँ एकदम छेउ हिँडिरहेको छु डर लागेर। मेरो साथीको चाहिँ यो फर्स्ट टाइम हो है। मेरो साथीलाई नि खेल्न आउँदैन। ट्राई गर्दैछु म पनि बिस्तारै खेल्ने। मेरो भाइले सपोर्ट गर्न आएको छ है मलाई। गाह्रो छ हौ सिकाउनलाई नि। कतिचोटि लड्ने हो। मेरो साथी कुनामा बसिरहेछ डरले। मेरो भाइ चाहिँ मलाई सिकाउनलाई म पनि जुत्ता लाएर आउँछु भनेर दौडिँदै आउँदैछ है गाइज। मेरो भाइ चाहिँ पर्फेक्ट भइसक्यो है। म कहिले हुने होला यतिको। मेरो भाइ मलाई सिकाउन आउँदैछ है। मलाई गाइड गर्दैछ। ल म लडेँ फेरि। आज कति लड्ने हो थाहा छैन। म चाहिँ मेरो भाइको पछि हिँड्दैछु। यसरी चाहिँ सजिलो हुने रहेछ है। एकदम रमाइलो भइरहेछ, लडिरहेछ पनि। इन्जोय गरिरहेछौँ हामी। अब चाहिँ मेरो भाइले मलाई छोडेर गयो। कति लड्छ यो भनेर। खेल्न आउँदैन, के गर्नु, लडाइ गर्छ। म आफै ट्राई गर्दैछु बिस्तारै जाने। खेल्न नआएपछि के गर्नु, एक्लै हिँड्नुपर्छ। कोही लिन आउँदैन त हो मलाई त। कहाँ गयो मेरो भाइ? बल्ल आउँदैछ मेरो भाइ, फेरि मलाई सपोर्ट गर्दैछ है। एकदम थकै लाग्यो। हामी चाहिँ थकै मारिरहेछौँ। त्यहाँ आउने भाइहरू चाहिँ कस्तो राम्रोसँग खेलिरहेछ कि। हामीलाई चाहिँ खेल्न आउँदैन। हेर्नुहोस् त कसरी खेलेको। कति सानो भाइहरू। ओ माई गॉड।
मेरो साथीको चाहिँ पहिलोचोटि त्यही भएर कस्तो थकाइ लाग्यो, एकदमै गाह्रो भयो भनेर बसिरहेछ। त्यहाँ आउने भाइहरू चाहिँ कस्तो के एनर्जी पनि आम्मामा। मेरो साथीको पहिलोचोटि भएर थकाइ लाग्यो अरे। भाइहरूसँग त्यसरी खेल्दा कति रमाइलो भयो। म चाहिँ अब त्यसरी खेल्दा चाहिँ एकदम थकाइ लाग्ने रहेछ है। अनि म चाहिँ एक्लै हिँडिरहेको छु, एक्लै प्र्याक्टिस गर्दैछु है। फेरि लडेँ म 3 चोटि भइसक्यो। फाइनली हाम्रो 1 घन्टाको टाइम चाहिँ सक्यो है। हाम्रो टाइम सक्यो, अब हामी खेल्न पाउँदैन। मेरो भाइले चाहिँ मेरो जुत्ता खोल्दैछ, मलाई चाहिँ एकदमै थकाइ लाग्यो। मेरो भाइ चाहिँ जुत्ता खोल्ने लाउने दुइटै गरिरहेछ है। गाह्रो छ हो, भाइ हुनलाई पनि गाह्रो छ। एकदम रमाइलो भयो, इन्जोय गऱ्यो हामीले। हजुर पनि फन टु स्केट पार्कमा आउनु होला। एकदम थकाइ लागिरहेछ। अब हामीले चाहिँ हेलमेट पनि खोल्दै। बाई बाई गाइज एन्ड सब्सक्राइब माई युट्युब च्यानल।